गाइस हामी तीनजना भेट भएको छ राति भएको छ रातिको 2 बजे छ हैन कति ठुलो होटल हो यार यो मा कसम गाइस मेरो होटलको के भन्छ रुम नम्बर कति हो 1225 भनेपछि 1200 एउटा रुम त यतिकै भयो गाइस अझै माथि कतिवटा होला 22 फ्लोरमा छु म 22औं फ्लोरमा छु गाइस है हिँड्दा गाइस मैले लबीबाट चेक इन गरेँ हैन अनि चेक इनबाट यहाँनिर मेरो रुमसम्म आउँदाखेरि थाकेर मायाको चाहिँ हैरान भएको ठुलो होटलको प्रब्लम चाहिँ यही हो क्या गाइस यो हो गाइस लस भेगसको कसिनो बवाल छ मान्छे क्याम्पिङ गरिरहेछ गाइस है बजार माई मेला जस्तो लाग्छ गाइस म चाहिँ यहाँ कसिनो एरियाबाट निस्केर म निस्किँदैछु गाइस है यसो भेगस घुमिदिउँ न यार भेगसमा के रहेछ भनेर नि त होटलको ठ्याक्क बेसमेन्टमा चाहिँ कसिनो छ क्या गाइस बवाल रहेछ गाइस हेर्नु त यो जुन ठाउँमा छु नि गाइस यसलाई चाहिँ प्यारिस भन्छ क्या यसलाई किन प्यारिस भन्छ म एकैछिनमा देखाउँछु ल गाइस यहाँ जुन प्यारिसको जुन आइफेल टावर छ नि गाइस त्यो यहाँनिर छ क्या द्याट्स वाइ इट्स कल्ड प्यारिस क्या गाइस यो देखिरहनु भएको छ नि गाइस यो स्काई जस्तो यो रियलमा स्काई होइन क्या गाइस यो फेक स्काई हो फेक स्काई गाइस यो चाहिँ लिटरली स्ट्रिट हो क्या गाइस अनि स्ट्रिटैभरि तपाईँको कसिनोहरू राखिदिएको छ क्या स्ट्रिटैभरि ग्याम्लिङ गर्नको लागि जहाँ पनि कसिनो होइन मान्छेहरू पुरै कसिनोमा क्या गाइस त्यो आइफिल टावर थाहा छ गाइस यहाँनिर त्यो आइफिल टावरको फेदीमा पुग्न लागेको छु कि म त्यो देखिरहनु भएको छ नि गाइस त्यो चाहिँ आइफिल टावरको फेदी हो क्या यहाँबाट निस्किने कहाँ हो भनेर खोज्दैछु कि म बाहिर जाउँ न स्ट्रिटमा स्ट्रिट कता छ यार गाइस अहिलेको त्यो चाहिँ भित्र थियो क्या अब हामी भित्रबाट बाहिर निस्किन लागेको छौँ होइन बाहिर के छ बाहिर चाहिँ यस्तो रहेछ गाइस है बियर पार्क त्यहाँमा चाहिँ के भइरहेछ यार मान्छे हेर्नु न सप थोरा छ त मान्छे हेर्नु त ल ग्याड ड्याम ए म्याराथन हो जस्तो चाहिँ हेर्दाखेरि यस्तो छ बाहिर भेगस है यो एउटा ठुलो इभेन्ट भइरहेको रहेछ क्या गाइस पुरै रोडै ब्लक गरेर होइन अब यसो गर्नु पऱ्यो क्या सिधै वाक हानेर उतातिर जान्छु क्या म गाइस आई लाइक इट सही भइरहेछ मान्छेहरू सही वाक हानिरहेछ होइन यो मान्छे देख्दाखेरि मलाई एकदम इन्ट्रेस्टिङ लागिरहेछ क्या पारिपट्टि चाहिँ वाटरफल भइरहेछ गाइस है कस्तो ब्युटिफुल क्या यता यस्तो छ है होटलहरू छ अनि यता चाहिँ मान्छेहरू वक गरिरहेछ है झिलिमिली क्या गाइस लाइटै लाइट होइन द्याट्स अल अबाउट लाइक भेगस होइन अनि अघि भर्खर देखेको चाहिँ प्यारिस देखेको थियो नि गाइस प्यारिस यहाँ छ क्या गाइस आइफेल टावर मेरो प्लान भनेको नि अब त्यहाँनिर त्यो रोड छ नि गाइस त्यसलाई म क्रस गरेर नि अर्को साइडमा जान्छु क्या म भेगसमा यति साह्रो मान्छे देखेको थिएँ नि यार मैले म पहिले पनि आएको थिएँ कि तर यो चोटि चाहिँ अलिक ज्यादा मान्छे देखेँ मैले है Shout out homie in the white, and he holding hands, about to get some coochie tonight. Man, I'm talking about my homie in the white, and the jeans. What are you niggas? Guys, रोड क्रस गर्नको लागि चाहिँ नि गाइस यो एक्सिलेटर लिउँ होइन मान्छे हुँदा रमाइलो देख्दो रहेछ कि गाइस अदरवाइज होइन न्यु इयरमा म एकचोटि आएको थिएँ कि न्यु इयरको ठ्याक्क 3-4 दिनपछि चाहिँ यहाँ पुरै यस्तो खाली थियो कि है यस्तो मान्छे हुँदा मात्रै रमाइलो देख्ने क्या
अस्ति त हिँड्दै हिँड्दै जाने हो होइन यताबाट गाइस बवाल छ नि यार हेर्नु न मान्छे थोडा छ त्यहाँ हेर्नु त गाइस यहाँनिर पनि एउटा पेरिस छ होइन इट्स भेरी सिमिलर टु द वान ओरिजिनल जस्तै छ होइन लुक एट दिस गाइस लुक एट दिस मैले अहिलेसम्म देखेको मोस्ट ब्युटिफुल फाउन्टेन यही होला यार गाइस पानी कस्तो फ्रेस छ क्या गाइस बुझ्नुभयो नि द्याट्स वाइ इट्स सो प्रिटी क्या लभली प्लेस यार गाइस आम लभिङ इट सो फार म्यान दामी रहेछ नाइस अब ठ्याक्कै यो पछाडिपट्टि चाहिँ वाटर फाउन्टेन आउँछ एकछिनमा होइन त्यो दुबईतिरको देख्नु भएको छ नि वाटर फाउन्टेन त्यस्तै टाइपको यहाँनिर एउटा वाटर फाउन्टेन छ होइन आज रातभरि यो गाइस भोलि त हिँडिन्छ यहाँबाट होइन त्यही भएर मजाले इन्जोय गर्नुपर्छ तर आज यहाँ इभेन्ट भइरहेको छ म्याराथन भइरहेको रहेछ होइन मेला लागिरहेछ क्या गाइस लास्टै ठुलो मेला टाइपको लागिरहेछ होइन अनि त्यही भएर उता जान चाहिँ मन लागेन म यतै बसिरहेको छु पुलमा एकान्ततिर बट स्टिल यु क्यान इन्जोय इट क्या त्यो भिडदेखि टाढा अब ती हेर्नु न त्यहाँ मान्छेहरू कति छ होइन हेर्नको लागि होइन अब यो वाटर फाउन्टेन आउँछ एकैछिनमा होइन म चाहिँ त्यो वाटर फाउन्टेनलाई पर्खेर बसिरहेको छु क्या एकछिनमा वाटर फाउन्टेन 9 बजी चाहिँ मेरो साथीहरूलाई लिन जानुपर्ने छ वाउ नाइस गाइस हामी 3 जना भेट भएको छ राति भएको छ रातिको 2 बजे छ होइन अब हामी चाहिँ जाँदैछु क्या घुम्दै 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 हिँड्दै 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 भेगस घुम्दियो नि त भनेर नि त 3 जना अहिले चाहिँ हामी भेनस जान लागेको छ भेनिस मेन ठाउँमै हो नि अब त्यो हाम्रो होटल हो होइन द्याट्स आवर होटल ओके बोल्छ थाहा छ उलाई जलाउन चाहन्न होला विराटनगरको बस्न चाहन्न सम्बन्ध यो गाँच्न चाहन्न माया यो खेल्नु हो बोल्छ थाहा छ आफैलाई डराउन चाहन्न भेनिस आइछ भेनिस होइन यो भेनिस त टाढो छ यार पुग्न सक्छ ए हामी यहाँ छौँ भेनिस यहाँ छ एक दुईवटा राम्रो डान्स आओस् न त यार ए म त मान्छे नि रहेछ क्या भनिरहेको थिएँ क्या रेस्टरुम छिर्ने हो गाइस लक छ यो ठाउँै बन्द हो कि क्या यो चाहिँ मल टाइपको रहेछ क्या सपिङ मल भेनिस आयो क्या हेर्दाखेरि ठ्याक्कै दिउँसो छ यो चाहिँ आकाश छ नि यो आकाश रियल आकाश होइन क्या अब यहाँनिर चाहिँ बोटहरू पनि छ क्या गाइस हेर्नु न बोटहरू छ पैसा हालेर चाहिँ यार जम्प हान्नुपर्छ कि क्या हो गाइस मान्छेहरूले पैसा राखेको रहेछ क्या त्यहाँ सायद त्यो भेनिसमा सायद पैसाहरू हाल्थ्यो होला कि अनि यहाँ पनि त्यही कल्चर फलो गरिरहेछ होइन फोटो खिच्दियो मोबाइल निकालेर फोटो खिच्ने भए त्यो सिँढीबाट राम्रो देख्छ क्या अब यो पनि एउटा एक्सपिरियन्स हो नि त कति मिहिनेत गरेर बनाएको छ यिनीहरूले हेर त ल इन्जिनियरिङ हेर तिमीलाई दिउँसै छ जस्तो लाग्छ माथि आकाशै हो कि के हो जस्तो लाग्छ
होइन अघि चाहिँ एकदम भिडै भिड थियो कि गाइज अहिले चाहिँ मान्छे कम्ती भयो किनभने लेट नाइट भयो होइन लेट नाइट भयो पनि हामी घुमिरहेको छौँ यतिखेर दामी रहेछ यार दामी रहेछ गाइज एउटा ब्युटिफुल प्लेस कस्तो दामी फाउन्टेन क्या है Look at this. Cute रहेछ यार यो If you're walking to the strip, you definitely got to go this way. Thank you so much, sir. यतिखेर रातिको 2:30 बजेको छ होइन अब चाहिँ गएर सुत्नुपर्छ भनेर हामी चाहिँ रुमतिर जाँदैछौँ